विद्यार्थी संगठन खारेजी बारेमा प्रधानमन्त्री बालेन शाहको नयाँ स्ट्याटस आएको छ। उहाँ भन्नुहुन्छ, धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्। विद्यार्थी र कर्मचारी तन्त्रलाई पार्टीकरणले बिगार्यो। वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका स्लिपर सेल बने। योग्यताभन्दा पहुँच, क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइयो। यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो। राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारी तन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ। तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो। शिक्षालयमा दलको झण्डा निषेध, कर्मचारी तन्त्रमा दलको झोला निषेध। यसले अधिकार खोज्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ। अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ। हाम्रो प्रयास यति मात्र हो। विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकुन्, नेताको भिडबाट होइन। कर्मचारीले विधि खोजुन्, नेताको छहारी होइन। हामी चाहन्छौँ विद्यार्थीले राजनीति सिकुन्, तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति। कर्मचारीले जनताको सेवा सिकुन्, कुनै दलको होइन। यो कुनै पार्टी विरुद्धको लडाईँ होइन, यो प्रणाली बचाउने प्रयास हो। यो भविष्य बचाउने प्रयास हो। यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो। शिक्षालय र कर्मचारी तन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो। त्यसैले तपाईहरूकै चाहना अनुरूप अध्यादेश मार्फत यी विकृतिहरू हटाएका छौँ। हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ। तपाईको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाईहरूकै जनचाहना बमोजिम काम गर्न सरकारमा आएका हौँ। तपाईहरू ढुक्क हुनुस्। हामी जे गर्छौँ आम नेपाली जनताकै हितमा गर्छौँ।